दर्शकबिन नमस्कार। यतिखेर हामी काठमाडौँको बालाचुक 22 धारा प्रहरी वृत्त अगाडि छौँ। यहाँले देख्न सक्नुहुनेछ ब्याकग्राउन्डमा नेपाली ब्रोक नामले चिनिने कुमार थापाले श्रीमतीको हत्या गरिसके पश्चात यतिखेर बालाचुक बाइपास प्रहरी वृत्त अगाडि तनावको स्थिति सिर्जना भएको छ। दर्शक त्यो हत्यारालाई बाहिर निकाल। म पनि एउटा हत्याकार बन्छु त्यसको लागि। यत्रो बच्चालाई कसरी राख्ने हामीले? त्यसको 2 वर्षको बच्चालाई त्यसले घाँटी निबटेर मात्र पाइन्छ। बच्चाको आमालाई नेपाल प्रहरीको आमालाई मारे के हुन्छ? बाहिर निकाल। हत्याकार बन्छु त्यसको लागि। तेरा मारेको छ यति नेपाली प्रहरीको बुढीलाई मारे भए के हुन्थ्यो? ए हेलो पुलिसको बुढीले मारे हात जोडी रिपोर्ट दिँदाखेरि प्रहरीले के समाएन त्यो? मलाई भित्र लगेर खुल्नुहोस्। हाम्रो चेलीलाई न्याय चाहिन्छ। न्याय। हेलो नेपाल प्रहरी न्याय चाहिन्छ। घाँटी रेखेर मार्न पाइन्छ? तपाईँहरूको भनाइ के हो? तपाईँहरूको भनाइ के हो? दुईटा बच्चाको मारेको छ। यति नेपाली प्रहरीको बुढीलाई मारे यहाँलाई देखाउँदैछौँ यो बालाजी वृत्त हो र यतिखेर नेपाली ब्रो नामले चिनिने कुमार थापाले यतिखेर श्रीमतीलाई खुकुरी प्रहार गरिसके पश्चात बालाज्यूको 22 धारा प्रहरी वृत्तमा यो आन्दोलन भइरहेको दृश्य यहाँले देख्न सक्नुहुनेछ। यहाँ आन्दोलनकारीले भन्दैछन् अपराधीलाई छिटो निकाल र हामी अपराधीलाई हाम्रै हातबाट हामी सजाय दिलाउँछु भन्दै गरेको दृश्य पनि यहाँहरूलाई हामी स्थिति भएको दृश्य पनि यहाँलाई देखाउँदैछौँ। यतिखेर यो चौकी अगाडि यो नेपाली ब्रोले आफ्नो श्रीमतीलाई हत्या गरिसके पश्चात फाँसी दे र फाँसीको सजाय हुनुपर्छ भन्दै उहाँको परिवार पीडित पक्षले यतिखेर यो मुर्दाबाद भन्दै गरेको दृश्य पनि हामी यहाँलाई देखाउँदैछौँ। पीडित पक्षलाई भेट्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले के भन्छन् त यस विषयमा? प्रहरीको आइजी साहबलाई पनि फोन गरेर भने र यो अनुसन्धानमा कहीँ कतै कमजोरी नहोस् भनेर मैले अनुरोध गरेँ। अनि एउटा स्पेशल जिज्ञासाको विषय के भने त्यहाँ छोराहरूले आएर बार निवेदन दिइरहेका पहिले त्यो पनि हामीलाई थ्रेटर छ त्यसलाई किन फतालो रूपमा लियो अनि यो विषयमा तपाईँले कुरा राख्दै गर्दा पुलिस प्रशासनले के रिजल्ट दियो? यो विषयमा चाहिँ अब यस्तो घटना भइहाल्ला भन्ने हिसाबको कुरा अब कसैले सोचे त हुँदैन होइन। मान्छेहरू त घर घरमा चाहिँ कुटपिटहरू हुन्छ, अलिअलि चोटपटक लाग्छ, मान्छे नै मारिहाल्छ भन्ने त सोच्या हुँदैन। त्यो कारणले पनि कतिपय चिजहरूमा चाहिँ सचेत गराएर चाहिँ अब यसो गर्यो भने तिमीलाई कारबाही हुन्छ भनेर पठाएको हो। तर यस्तो घटना चाहिँ यसरी राति ढुकेर ड्युटीबाट आउने मान्छेलाई चाहिँ हतियार प्रयोग गरेर मार्छ भन्ने विषयमा चाहिँ हामीले सोचेनौँ भन्ने हिसाबमा त्यो एक प्रकारको स्वाभाविक पनि देखिन्छ। तर घटना घटिसके पछाडि कुनै पनि दोषी उम्किन नदिने गरी अनुसन्धान हुनु पर्यो र यो घटना घटाउनको लागि जसले चाहिँ त्यसमा चाहिँ यो फ्युलिङ गर्नुभयो, साथ दिनुभयो होइन, चाहिँ आगोमा घिउ थप्नुभयो उहाँहरूलाई अनुसन्धानको दायरामा लिएर आएर छानबिन गर्ने गरी चाहिँ कारबाही गर्ने गरी प्रहरीले चाहिँ अनुसन्धान सुरु गर्छ र त्यसमा मैले नेपाल प्रहरीको आइजी साहबलाई पनि अनुरोध गरिसकेँ।